एरियामा त आइपुग्यो त आई गट द बडिज टोटल 3टा बडी रहेछ 2टा बडी रहेछ 5 यो त एलएसडी होइन यो त सानो कुरा त होइन यो कुरा त हेर्दा त नेपालको तिमीहरू मजाले कपी गरे मेरो कुरा र यत्रो ठुलो ड्रग्स एलएसडी कसरी दार्जिलिङमा छिर्यो यहाँ पक्कै पनि कुनै ठुलो पोलिटिसियनको हात पनि यसको कुनै आइडिया তো বন্ধুরা দেখুন আমি এই দার্জিলিংয়ে এসেছি প্রথমবারে এমন যেন লাগছে আর আসতেই হবে না এখানে পুরো পলিউশন করে দিয়েছে কালো কালো বিল্ডিং কাঁচড়াগুলো দেখেছো অনেক কাঁচড়া পড়ে আছে এখানে এখানে কোনো সাফ সাফাই নেই একটু দিদিকে বলো এটা একটু ভালো করতে ঠিক আছে এই দার্জিলিংটা একটু পরিষ্কার পরিচ্ছন্ন করতে বলো Okay. कहाँनिर ल ठिकै छ म ओर्दैछु तपाईँको संसारमा मृत्यु सक्दछ र तपाईँ मान्छे जन्मेपछि त मर्नुपर्छ होइन यदि म मरिहालेँ भने अब सोच्नु यदि म मरिहालेँ भने मेरो शरीरको अगाडि चाहिँ त्यो नरुनु ल के भएको छ यसलाई खालि मर्ने मर्ने कुरा मात्रै गर्नु होइन नि यार तँ यस्तो कठोर छस् यस्तो स्ट्रङ छस् फेरि तँ मेरो अगाडि रुइस् भने मेरो हातमा हुन्छ नि त म मेरो साथीहरूको देख्नु सक्दिनँ रोहनको आत्माले सधैँ शान्ति पाओस् जहाँ गए तापनि सधैँ शान्ति पाओस् ओए सुन मेरो अर्को पनि एउटा इच्छा छ के अनौठो छ भन् इगो रिलेटेड छ भन् यस्तो छ कि इच्छा चाहिँ मेरो म मनको चाहिँ त्यही कपुर हुन्छ नि मेरो यस्तो बनाइदिस् कि रेस्लिङ खेल्ने कोट जस्तो बनाइदिस् क्या चारैपट्टि बारेको त्यस्तै बनाइदिस् क्या इच्छा कुकुर कस्तो औरत जस्तो कुरा गरेको कस्तो दामी गफ हुँदैछ प्रधान भन्छ बिजनेसको कुरा पनि गर्नु कहिले काहीँ खालि सधैँ सुत्ने बेला मात्रै गर्छ जातमा त नछन् है होइन हौ त्यो तलको रत्नी काका भन्ने छ नि त्यसको आमाको कपुरमा म पानी बनाउँदै थिएँ नि त बारीमा एकछिन बसेको मात्रै साला बजियाले मुख छर्दा आइदिएर नि अन्त त्यही भएर चाहिँ रेस्लिङ कोच जस्तो कपुर बनाउने इच्छा जागेको मनमा अरू के होइन कस्तो बच्चा
तर एउटा संसारको तितो सत्य छ त तपाईँ, मान्छे जन्मेपछि त मर्नुपर्छ क्या होइन। यदि म मरिहालेँ भने नि, अब सोच न, यदि म मरिहालेँ भने मेरो शरीरको अगाडि चाहिँ त्यो नरुनु ल। के भएको छ यार यसलाई, खालि मर्ने मर्ने पुरा मात्रै गरेर। होइन नि त यार, तँ यस्तो कठोर छस्, यस्तो स्ट्रङ छस्, फेरि तँ मेरो अगाडि रुइस् भने मेरो आत्मा रुन्छ नि त यार। म मेरो साथीहरूको देख्नु सक्दिनँ नि। अझै तँ त मरिस् भने त म त उल्टै रमाउँछु। म सोच्छु कि तँ संसारबाट यो सबै दुःखहरूबाट मुक्त भइस् भनेर। सेरी मान्छे। हो त धन्यवाद। त्यस्तो रोहनको आमा र बाउ आएको थियो, गाउँको पनि आएको थियो, उसको बडी लगेर गयो। त्यस्तो त दिदी रहेछन्, तँलाई फोन पनि गरेको थियो, उठाउँदैनस् फोन पनि, चाहिँ त्यस्तो। खै मैले पनि कल गरेको थिएँ, कल पनि उठाउँदैन। तेरो साथीको अन्त लास्टमा बडी हेर्नु पनि आएको त त्यही। मैले अहिले मेरो हुन्छ भनेर त त्यसरी किन बोल्नुहुन्छ? बाल त भइहाल्छ हो। कल पनि लाग्दैन। कोही छैन के हो? छैन कम। यो स्वर त इन्कलाब जिन्दाबाद। अनिकेत यही काम गर्छ होइन र? घुरेको आवाजहरू त आउँदैन त? कस्तो चन्दा माग्नु पनि भित्र आएको, बाहिर बाहिर बसेर माग्नु पर्दैन। अनिकेतको साथी हो त, त्यो काम खोजी मागेको थिएँ नि मैले। सरी अनिकेत, अब चन्दा माग्यो नि अर्को पालि हामी त बाहिर बसेर माग्नु है। साथी पूजा भएको छैन, यति बेला चन्दा माग्नु आउँछु। हुन्छ त, तपाईँलाई चन्दा त होइन, एउटा कुरो त छोडी राखिदिन्छु नि ल, ल्याइदिएको छु। ए तिमी त मलाई चन्दा माग्नु पाएको भनेको त, तिमी त दिने खालको मान्छे पो रहेछौ त। खोल्छ त कसरी हौ? त्यो सब त ठिकै छ कि, अनिकेत यहीँ काम गर्छ होइन र? अनिकेत काम गर्नु त यहीँ काम गर्छ, वासरुमको घर यो खोल्छ त कसरी? त्यो सब त ठिकै छ। अघि अनिकेतलाई कल गर्दा कल चाहिँ लागेन नि त, यहाँ नेटवर्क हुँदैन क्या रुमभित्र। नेटवर्क त हुँदैन यहाँनिर, तर यसको मैले खोल्नेको नेटवर्क पो पाइनँ त मैले त। यो त कति हरामी रहेछ हौ। अनिकेत कहाँ छ भन्नु न त, छिटो न। को अनिकेत छ नि? रोहन? ठिकै छस् त? अनि त ठिकै छ? अनि ठिकै छु, तँ ठिकै छस् अन्त? ठिकै छ। कति दिन त भेटेँ? अनि बल्ल भेटेँ यिनीहरू। ठुलो भेटेस् त तँ त। अनि तँ चाहिँ सानोमा देखेको। कस्तो जग्गामा काम गर्छस् तँ तिमी? न तेरो पत्ता छ, न केही छ, न फोन त अलि लाग्दैन, के हो? नेटवर्क पाउँदैन यहाँ। के दिइस् फेरि त्यो फेरि हेर्छ? ला हो, अँधेरो भइसक्यो। कहाँ होला हौ? त्यो मान्छेले सोध्नु पऱ्यो। को आयो परबाट अत्तालिनु फेरि मान्छे? यो एड्रेस भन्नु मेरो हराइरहेको छ। हेर भाइ,
बेसी नतला टेन्सन नलियो डेको टोटल छ छैन भने पनि ठिक छ किन सोधेको त्यस्तै ओ भाइ तिमी जानुभन्दा अगाडि जहिले पनि कट्टु लगेर जानु किनभने यहाँको केटाहरू खतरा छ लेखेको खोल्नु सकेको ए भन तँलाई चिनेन मैले को? यता चाहिँ सौरभ दा हो ए खट्टुमा एकदमै त्यसो यता चाहिँ हाम्रो दादा हुनुहुन्छ हो अन्त यहाँनिर अझै एकजना दादा छ एकजना तल अझै एकजना मान्छे यहाँनिर अझै एकजना छ तर अहिले फिलहाल छैन तर बादमा गएर म तँलाई चिनाउँछु खाना के खाइस् खाना खुवाइरहेको छ नि अहिले खाना के खाइस् न पहिला जस्तो पराठा खान्छ न ल भन्दा पनि अस्ति मैले तल डायरी दिएको छु नि युज गर्दै थिएँ चलाउँदैछु मलाई घरको याद आइरहेछ आज अन्त घरतिर बात गरेछ नि त ल तर यो राधासँग बात मार्नु फुर्सद पाएको घरमा पनि बात मार्छ त होइन घरमा अलिक पैसाको जरुरत परे जस्तो छ अन्त मेरोबाट चलाउँदै पनि अन्त मलाई अहिले घरमा मलाई दिनु परेको छैन अन्त कहाँ यार तेरोमा पहिल्यै पनि मेरो बाँकी छ यार मेरो त 4टा जस्तो एकाउन्ट छ त्यसमा पनि 1 रुपियाँ ब्यालेन्स छ छ्या कसले बोलायो यसलाई यार नभन्न त्यस्तो बोलायो तँहरूभन्दा पहिला म आएको होइन तँलाई पो यहाँ मैले काममा बोलाएको त एउटा आइडिया आयो मलाई के कि राधा बहिनीलाई मान्दै पैसा हुँदैन त्यसलाई पहिला पनि नआएको जस्तो हेर केटा मेरोमा एउटा प्लान चाहिँ छ तर त्यसको लागि हल्का रिक्स चाहिँ उठाउनुपर्छ केटा अरे भन् न त के हो साथीको लागि जे पनि भन्नु हेर तेरो काम हुनु लागि त्यो साथी भएकोमा जानुपर्छ को साथी के अरे त्यो साथी हौ को साथी अरे त्यो साथी भनेको को साथी भन्छु अरे त्यो साथी भनेको मात्र ए हुँदैन हुँदैन किन कसो कुरा गरेको तैँले पङ्कजको कुरा गरेको होइन होइन यसले पक्का पङ्कजको कुरा गरेको कहाँ हुँदैन पङ्कज चाहिँ तिनीहरू ड्रग्स खान्छ यार समयमा पैसा फर्काउनु सकेन भने मार्छ तिनीहरू होइन निकाल अहिले पैसा निकाल अहिले निकाल पैसा निकाल पैसा निकाल पैसा निकाल तोर नआइ चाहिँ बेसी कति पर्सेन्ट भनेपछि तैँले लातेर 10%, लातेर 10%। उता बोले खै तैँले उता ल्याउनु कति भन्नु मेरो पैसा चलाएपछि टाइममै नभए कहाँ दिन्छु त के जिप्रो के त्यस्तो केटा नसुत्ता न तिमीहरू नसुत्ता मेरो 3टा एकाउन्टमा नपोसे पनि एउटा एकाउन्टमा त पोस्ला नि त त्यो म मेरोबाट चला न त पङ्कजकोबाट पैसा माग्ने आइडिया त दियो लास्टमा उयो आएन कोर्टमा बोल्नु कोर्टमा हाम्रो नम्बर हो ट्र्याक गर्नुपर्छ
नयाँ छ फर्स्ट टाइम देखेँ त मैले दार्जिलिङमा फर्स्ट टाइम आएको यत्रो ठुलो मार्केट हुन्छ के हुन्छ मेरो ठुलो पार्टीले देखाएँ के हुन्छ म असंसिपित जस्तो लाग्यो तपाईँहरूलाई पुलिसहरूले पक्रायो के हुन्छ होइन म एकैछिनमा गएर आइहाल्छु देखाएर जस्ट आइहाल्छु मान्छे छैन नलैजा भाइ पैसा छैन नलैजा भाइ देखाएर आइहाल्छु एकैछिनमा ल छिटो गरेर आइहाल्छु चक्करमा फस्यो नि अनि यहाँनिर पुलिसले पक्रियो भने चाहिँ धेरै मैले राम्रो भनेको तँलाई अहिले एकजना मान्छे भेटेर आएको कि त्यसकोमा ह्युज एकदम म्यासिभ ह्युज लेभलमा चाहिँ ड्रग्स छ त्यसले चाहिँ त्यो ड्रग्स खायो भने चाहिँ यता दार्जिलिङमा चाहिँ सबै युवाहरूलाई सखात पार्छ तँ के चाहन्छस् साइले विषयमा भन्नु कि नभन्नु खै सलिता के भन्नु हुनु चाहिँ अब साइल चलायो भने चाहिँ आवश्यक नै छ हेर त्यसलाई आज ठोक्नु नै पर्छ हामीले सरकारले अब 1.5 दियो भने पनि 1 म राख्छु 50 तँलाई दिन्छु के छ तेरो विचार त्यो त ठिकै कि सर तर हाम्रोमा इन्काउन्टरको वारेन्ट छैन साहिल सरलाई पनि भनेको छैन हामीले फसिन्छ त त्यसमा त साहिल सरलाई त्यो हामीले त्यस्तो गरेको मन पराउँदैन नि त फेरि तँ बाँकी कुरा टेन्सन नलिए त्यसलाई गइकन अल्झाउने काम गर बाँकी कुरा म हेर्छु बुझिस् होइन त्यसलाई यस्तो त्यस्तो भन्छु यस्तो भन्छु मैले मेरो ठुलो बाइकसँग सबै कुरा गरिसकेँ अब सबै कुरा पनि मिलाइसकेँ मैले अब तिमी भन त्यसको कति दिन्छ मलाई त दिल खोल्नु अब दुईको त्यत्रो चाहिँ के को मैले सब्जी लिएको होइन दार्जिलिङमा मैले एलएसडी लिएको मैले दार्जिलिङमा ल्याउनु रिस्कको मागेको भएँ तँलाई पैसा सकिहाल्छ नि तिमीहरूले अन्त तँलाई पहिल्यै भनेको अहिले ल अहिले पुलिसले के गर्यो भने हामी पनि साइड लगाएर के हो त्यत्रो तँले बन्दो बन्दो दार्जिलिङमा ल्याउनु कतिको रिस्क हो मलाई थाहा छैन त्यो रिस्कको मागेको मैले दुईको तँले त्यही भन्छ त्यो दाजुलाई सम्झेर आउँछु त्यो तँलाई पैसा माग्नु बुझिस् कमसेकम आज फसिँदैन त याद गरिरहेछु सर हामी चाहिँ के गर्नु हौ भनेकै हो नगरौँ त्यहाँनिर नगरौँ भनेर खान अहिले ठिक छ अब राधालाई माग्नु पर्छ एकछिन पर्ख ल उयसले कल गर्दैछ रोहनले कल गर्दैछ पर्खै हो रोहनै हो ओखाइ राधालाई भेट्नु जाँदैछु जाँदैछु राधालाई भेट्नु ल तँ बस्दै गर्नु रुममा म आउँदैछु ल आउँदैछु नि अरे होइन हौ यहाँनिर राधालाई भेट्नु थियो कि सानो काम थियो भनेर बोलाएको छ हौ त्यही भएर उसको रुमपट्टि जाँदैछु खै किन बोलाएको पखाइ ल तँ बस्दै गर्न म आइहाल्छु ल
कहाँ हौ आइपुग्यो तिमी ए किन बोलाएको काम थियो चिन्छुनी भेटेरै गर्नुपर्ने काम के हो त्यस्तो तिमीलाई पैसाको जरुरत छ मलाई भन्न सकेनौ तिमीले तँलाई चाहिँ कसले भने फेरि छ्या त्यस्तो होइन हौ अलिक चाहिरहेछ कति? घरको लागि त्यस्तो त होइन अब जस्ट जति हुन्छ दिने तँलाई चाहिँ कसले माग्यो बित्थामा मागेको छैन मैले तँलाई चाहिएन पनि तेरो भए मलाई भन्न सकेनौ अन्तखेरि छ्या त्यस्तो होइन होला त यो राखु छ्या किन पहिलाको पनि राख त यहाँ फेर त अस्ति पहिला पनि तेरोमा बाँकी यो होइन यो मेरो मैले दिएको होइन तिमीलाई हो अनि त्यो तिमी अझै? त्यो होइन हौ रोहनले पठाइदिएको हो तिमीलाई अझै रोहनले त नभन्नु भन्दै थियो तिमीलाई त्यो पैसा उसले पठाइदिएको भनेर अन्तखेरि मैले त किन भनेको भन्नु चाहिँ तिमीलाई अब थाहा होस् कि तिम्रो साथीले कतिको तिमीलाई माया गर्छ भनेर मात्रै मैले भनेको उसले नभन्नु भन्दै थियो मैले तिमीलाई थाहा छ हामी बच्चा बेलादेखिको साथीहरू सँगै पढ्यौँ सँगै हुर्केको भनौँ न थाहा थिएन तर त्यसले मलाई यति बिघ्न माया गर्छ अन्त फेरि नभन्नु नि रोहनलाई चाहिँ मैले यो कुरा भन्नु भनेको चाहिँ ल भन्दिनँ जति म्याम गरिसक्यो गुड नाइट साला रोहन एउटै त मन छ कति खेप जित्छ सब बच्चे ओइ रोहन उठ्दा त उठ्न भनेको उठ्दा यहाँ उठ्यो के भन्नु तैँले मन जितिस मेरो हिस्सा र त मन जितिस तैँले राधालाई नभन् भन्नु त भने पनि के मान्छस् मा म पनि सिङ्गल छु हेर भाइ केटीहरूलाई माया चाहिँ म दिन सक्दिनँ ज्यान मान्छस् भने ज्यान दिन्छु तँलाई ए एकछिन पर्खे हेर फर्स्टमा राधालाई थाहा थियो कि तँलाई थाहा थियो कि मलाई थाहा छैन तर अब राधालाई थाहा छ कि मलाई थाहा छ तर तँलाई थाहा छैन तर वास्तविकतामा त तँलाई थाहा छ कि मलाई थाहा छ भने तर उसलाई थाहा छैन कि हामी दुईजनालाई थाहा छ भने भन्दैनस् नि के भन्छ होइन कि यो फ्याक्ट हो क्या भन्नुको चाहिँ के हो फ्याक्ट हो बुझिस् बुझ्यो होला
के भयो के भएन कल त मैले बन्द गरेको थिएँ होइन हेलो अङ्कल त्यो रोहनको केसको बारेमा केही पत्ता लाग्यो होइन घरकोहरूले सोध्दै थियो कि मलाई तपाईँलाई कल गर्नु भनेर अन्त के कसो थाहा भयो प्लिज भनिदिनुहोस् है त कारण जसले पनि यो गरेको त्यसले सजाय पाउनै पर्छ म चाहदिनँ कि मेरो साथीको ज्यान त्यतिकै खेर जाओस् हुन्छ 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 हेर म आफैमै हराइरहेछु रोहन गएकोदेखि यता मलाई केही चिजै मन परेको छैन केही गर्नै मन परेको छैन हेर मलाई गलत नसोच तिमी थाहा छैन मलाई भगवान्ले कुन चाहिँ पापको चाहिँ मलाई सजाय दिएको यो कुरा काम गर्नु पनि मन लागेको छैन खाना पनि खानु मन लागेको छैन मलाई आफूलाई हेर्दै पछि घिन लाग्छ किन चाहिँ म त्यो दिन त्यो जग्गापट्टि गएर त्यो पछि किन चाहिँ आयो म बाख्रामा हेर निखिल रोहन तिम्रो पनि साथी होइन मेरो पनि साथी थियो तिमी के चाहन्छौ रोहन तिम्रो जस्तो साथी मैले यो बुझ्न सकेको छुइनँ कि मेरो गल्ती चाहिँ के चाहिँ थियो मैले त्यसलाई आफ्नो भाइ भनेर सोचेँ
मैले त्यसलाई सबै थोक सोचेको थिएँ तर आज यसरी एक्कासी त्यसले मलाई छोडेर जाँदा म जुन अवस्थाबाट गुज्रिँदैछु तिमीले बुझ्नु पनि सक्दैन गाडी म त चाहन्छु सधैँ तिमी मैसँग बसोस् सधैँ मैसँग बसोस् यो आँखाले सधैँ मलाई नै खोजोस् भनेर चाहन्छु मसँगै बस्दै अहिले त्यो मसँग छ यो एउटा विश्वास गर्न मात्रै मलाई गाह्रो पर्दैन थाहा छ नि तिमीलाई हामी दुईजनालाई मिलाउनु पनि त्यहाँ हुँदैन मलाई भोक लाग्यो के खान्छ मोमो 3 डबल अस्तिकै जग्गामा जाने सुँगुर खान्छ होला है मध्ये को मर्डर हो त्यो चाहिँ पत्ता लागिसकेको छ को दार्जिलिंग आया मर्डर क्यों किया तर किन बोलाएको म बाहिर देश जाउँ भनेको काम गर्नुको लागि निकै समयको लागि किन अन्तखेरि यसरी अचानक बनेको भिजा आउनु त टाइम लाग्छ होइन र धेरैवटा देशमा भिजा आउनु पर्दैन भिजा फ्री देशहरू पनि छ नि म कुनै पनि एउटा देशमा गइहाल्छु भन्नु कि के भन्नु भन्नुभएको केही भन्नु पर्दैन तिमीले राधा म उता गइसकेपछि तिमीलाई कल पनि गर्दिनँ अबदेखि उसो हामी नबोलौँ छुट्टियौँ रोहनले गर्दाखेरि यस्तो भनेको होला है तिमीले तर त्यस्तो केही पनि होइन तिमीलाई थाहा छ मैले पहिल्यै भनेको छु जाऊ न त तिमी अब काम गर्न जान्छु भनेर रहेछौ तिमीले जाऊ तिमी राम्रोसँगले जानु राम्रोसँगले काम गर्नु तर तिमीभन्दा इम्पोर्टेन्ट चाहिँ मलाई मेरो फ्यामिली छ तिमीले पहिला यस्तो गरेकै त हो मलाई छोडिकन गएकै हो तिमी म माथि एकछिन चौरस्ता घुम्न आएको छु के कस्तो भयो धेरै वर्ष बाद आएँ हेरौँ न के कस्तो छ हेरौँ भनेको के कस्तो छ के भयो जानु राम्रोसँग काम गर्नु तर तिमीभन्दा इम्पोर्टेन्ट चाहिँ मलाई मेरो फ्यामिली छ तिमी पनि त
तिमीले पहिला यस्तो गरेकै त हो छोडिकन गएकै हो तिमी साहिल सर तल बोटानिकल गार्डनको त्यस्तो थाहा छ होला के भएको त्यो केसँग चाहिँ त्यसले के लिन्छ हेर भाइ सिधै सिधै सोध्दैछु जवाब चाहिँ कस्तो भरोसँग बोल्ने टाइम छैन कसलाई भने के भएर भन तैँले पुलिसहरूलाई के सम्झेको छस् तैँले भन तैँले त्यो गार्डनमा तेरो पनि भिडियो क्याप्चर भएको छ भन हाम्रो यहाँ दिन रात एक भइसक्यो भन त्यो किन गएको थिइस् सर त्यो दिन म त्यहाँ थिइनँ मेरो साथी स्वयं त्यहाँनिर मृत्युको घाटमा पुग्यो म स्वयं चाहन्छु कि कसले त्यसलाई मारेको हो भनेर म त्यहाँ थिइनँ सर म त्यहाँ थिइनँ यो हो हाम्रो होइन सर म तपाईँको एसपीसँग बात गर्छु मलाई छोडिदिनुहोस् अलिक लागि कस्टडीमा लान्छु होला भन होइन सर म तपाईँको एसपीसँग बात गर्छु यो विषयमा मलाई केही थाहा छैन म कसरी त्यहाँ पुगेँ मलाई केही थाहा छैन एसपीलाई तैँले सर म कल त गर्छु मलाई विश्वास छ ल कल गर्छु ल देखा भोलि एकपल्ट उहाँसँग बात गरिदिनुहोस् लेन्छ हजुर सर सर यो केटा जुन चाहिँ केस थियो त्यो हाम्रो एचडीको त्यसमा यो सामेल पनि रहेछ त्यही भएर त्यसलाई पक्रेको छ सर यो फुटेजमा क्याप्चर भएको छ म यसलाई कसरी छोड्नु सक्छु भन्नुहोस् सर तपाईँ हुन्छ सर सुन आइलोको लागि तँलाई म छोड्दैछु र यो नजर जहिले पनि तँमा आइलोको लागि तँलाई छोड्दैछु याद राख उसलाई हेर्दै पछि घिन लाग्छ किन चाहिँ म त्यो दिन त्यो जग्गापट्टि गएर त्यो पछि किन चाहिँ आयो म बाख्रामा तिमीहरूले सबै इन्फर्मेसन त गट्टा गऱ्यो होला नि होइन सर त्यस दिन त्यो जग्गामा 5 जनाको एन्ट्री भएको थियो यो फाइल हेर्नुहोस् जो 3 जना भिक्टिमको रेकर्ड थियो नि सर त्यो चाहिँ सिसिटिभीमा रेकर्ड भएको थियो त्यो दिन तर त्यो सिसिटिभी फुटेज चाहिँ हटाइएको रहेछ त्यहाँबाट त्यो सिसिटिभी फुटेज चाहिँ पैसा दिएर हटाउने चाहिँ पङ्कज त्यो गार्डको इन्फर्मेसन चाहिँ यहाँ यसको मतलब 2:30 मा 3 जना भिक्टिम त्यो जग्गामा आएको थियो यस सर रियल सर अन्त नि सर 3:10 चाहिँ त्यो 2 जना सस्पेक्टहरू चाहिँ फेरि त्यही क्राइम उयसमा आएको थियो यहाँनिर सर त्यसको फोटो चाहिँ तर नि सायद सर त्यो 3 जनाहरू छिरेको मध्ये चाहिँ 2 जनाको मात्र मर्डर भएको छ त्यसमा र सर सेकेन्डमा जो 2 जना छिरेको थियो नि त्यसमध्ये एकैजनाको मात्रै मर्डर भएको छ यसको मतलब ती 2 जना मध्ये एकजना मर्डरर होइन तर सर त्यो 2 जना मध्ये को मर्डर हो त्यो चाहिँ पत्ता लागिसकेको छ को सत्यি বলছি আমি কিছু জানি না
क्यों मार रहे हैं मुझको? दार्जिलिंग आया, मर्डर क्यों किया? सर मैंने मर्डर नहीं किया सर, वो एक जन था वो मर्डर किया। मैं तो ऐसे ही भाग रहा था डर में, था मुझे गोली टोली मार दिया तो इसलिए मैं भाग गया दौड़ते हुए। मेरे पास वीडियो भी है सर, प्रूफ भी है। मेरा मोबाइल पीछे, मोबाइल सर दिखाओ सर, मोबाइल दिखाओ जल्दी दिखाओ। ये वीडियो सर देख लो। मैं ब्लॉग बना रहा था ना सर, वहाँ घूमने के लिए गया मैं तो पहली बार आया ना सर दार्जिलिंग, घूमने के लिए गया तो वहाँ ब्लॉग बना रहा था तो देख रहा था एक लड़के ने 3 आदमी को फायरिंग किया, तो वीडियो भी मैंने यहाँ पे सेव किया। देखिए मैं छुप छुप के वीडियो सेव किया है। ठीक है सर, मैं तुमको एक फोटो दिखाता हूँ, कहीं पहचान नहीं, अभी यही मर्डर है। तो ये मर्डर है क्या? जी सर, सर यही है सर। सर इसे तो बहुत बच के रहना पड़ेगा सर। सर ये मुझे मार डालेगा सर, ये मुझे देखा है सर इसने। सर तपाईँले जो सोच्नुहुँदैछ नि त्यो किलर होइन, किलर चाहिँ यहाँ छैन मेरो भिडियोमा। तीन को खतरनाक मौत मारा है सर इसने। सर वो तो मुझे देख लिया, मैं तो भाग रहा था सर, अगर वो तो गिर गया नहीं तो मुझे भी मार डालता सर पीछे से। क्या वो आदमी ये था? जी सर ये है सर। सर ये मुझे पहचानता है सर, ये मुझे पहचानता है सर, ये मुझे मार डालेगा सर, मुझे बचा लीजिए सर। हेलो यो सर, त्यो अस्ति हामीले के हो 5 लाख दिएर छोडेको थियो नि पंकज, त्यसलाई मार्ने पनि अनिकेतै रहेछ नि। बस यो त गेममा निक्लिने है, बस यो त गेममा निक्लिछ नि। Set your place on fire. Let's get higher. I'm gonna set your place on fire. Let's get higher. I'm gonna set. कोई हो? भनेको थिएन, तर यस सबको पछाडि तेरो हात हुन्छ भनेर म सोचेको थिएँ। ये सरले त एक्लै बगाउनु भयो क्या, मलाई राखिदिनु भएन? I'm gonna set your place on fire. Let's get higher. I'm gonna set your place on fire. Let's get higher. ए हजुर मामा, हजुर ए सन्चै यहाँ सबैजना पनि ठिकै छ नि, रोहन पनि ठिकै छ, सुतिरहेको छ। भन्नु न के चाहिँ? कति? ए बा त्यत्रो त कसो गर्ने हो नि अब, त्यत्रो पैसा त अहिले फिलहाल त मेरोमा। हुन्छ हुन्छ, म केही बन्दोबस्त हुन्छ हुन्छ हुन्छ। यो राधाले पनि के भन्छ खै, न घरकोले यति बेला यस्तो भन्छ, यो राधाले पनि फोन उठाउँदैन फेरि। हेलो राधा, हेलो हेलो राधा, पखाइ रोहन रोहन, हेलो राधा, किन जबरजस्ती गरेको हो? बुझ न तिमीले।
बुझ न भन्छु, कतिखेप पनि जबरजस्ती गरेको हो तिमीले? छ्या, अब म ड्युटी अरे तिमीहरू सबैजना एउटै छौ, न घरकोले बुझ्छ न तैँले बुझ्छस्। जा राख फोन, नबोल। अब कल नगरे मलाई। कस्तो खालको हो कि तिमीहरू? हजुर आन्टी भन्नु न। अनिकेत त भित्रै थियो त अघि। ए हुन्छ हुन्छ, तपाईँ सुर्ता नगर्नु न, म सम्झाउँछु नि त। हुन्छ हुन्छ ए हुन्छ हुन्छ, म निक्लिहाल्छु। अब त्यो बाहिर गयो होला कि, म हेर्नु जान्छु नि त्यसलाई। पैसा छ पहिला त्यो बन्नु पैसा छ हिँड्नु भयो तल हिँड्नु के छ माल भइरहेको छ। ओइ मैले लिएर म तानी हाल्छु। कहाँ तान्छ मान्छे एकछिनमा तान्नु ए पर्खि त किन खुचिला चिन्छु त म पर्खिनु खुचिला चिन्छु म को पुछे पुछेले सोचेको त्यो पुछेले पोचाला चिन्छु नि त म के भयो खुच्चे झुक्रिरहेको छ त। अरे यार हिँड्न यार, कस्तो सिज भइरहेको छ यहाँ मान्छे यार, हिँड्न हौ। के भयो भाइ? होइन दा, घरमा अलिक समस्या छ नि। संसारमा सबैलाई समस्या छ हौ। अरे समस्याको समाधान छ त भन्छ। ए भाइ एउटा समाधान दिइहाल्छ यसलाई एउटा। कसो छ भाइ? टाउको दुख्यो भने मेरोमा त दबाई छ, तँलाई टेन्सन भएको भने मेरो मर्को दबाई छ। चिन्छस् के हो यो? दबाई होला। ओइ भन्छ त के हो यो? त्यसलाई के थाहा हो यो के हो भनेर। एउटा खाना भाइ स्वर्गीय पुग्छस् भाइ त भाइ। सुन भाइ, एलएसडी हो, एलएसडी हो। दुईवटा खाइस् भने भाइ त सर्व के खान्छ होला यो झुसेले? सक्दैन खाने यसले। खान्छस् भाइ? खाँदैन हौ, खाँदैन। मर्दको बच्चा होइन यो, कहाँ हुन्छ? खाँदैन। के गर्छस्? खान्छस् भने तेरै छ। के खान्छ यसले? ओइ ला कहाँ भाइ तँले डल्लै खाएको गइस् तँ मरिस् अब। अब चाहिँ मर्दको बच्चा भन्छ है यसलाई चाहिँ। अब चाहिँ मर्दको बच्चा भयो नि त यो। ला यो गयो अब। ए साह्रो भयो नि। गयो गयो अब। गयो अब यो। गइस् भाइ त अब। गइस् भाइ अब त। खत्तम के छ अब? यो गयो अब। गयो यो अब खत्तम भयो। ला उयो के गयो कि म खान्छु ल। हेर्न सिक्नु भन्नु म त त्यो त गयो त ऊ। खत्तम भाइ। को दोष फेरि हो? कुन दोषी आइपुग्यो यहाँ फेरि? के हो त? के भयो तँलाई? तँलाई कति भन्नु यस्तोहरू नखा भनेर? तँलाई कति भन्नु भन् त? ल को झुसे फेरि हो? को झुसे आयो फेरि? छोड्दैन मेरो एउटा सामान हेर्छ
के छ भने देखा न हेरौँ न बडा टाइम 90 बजार बसेको दिन के भइसक्यो भन त अरे त्यो छोड न मलाई आन्टीले कल गरेको थियो हिँड त हिँड मसँग बुझ्दैनस् त हिँड्न भाइ बस त यहाँ बस यहाँ सुन अब मेरो कुरा सुन मलाई टेन्सन छ त बुझ्दैनस् के टेन्सन छ भन त हिँड पहिला हिँड फर्स्ट टाइम इन दार्जिलिङ यार ड्युटी छ त यार म पड्काइदिएँ मेरो यो ए लोड गरेको छ तँलाई ल के भयो यसलाई किन खिलाएको हामीले कहाँ खिलायो ल के भयो यसलाई किन होस् पर्दैन केही होस् के भयो त्यसलाई ए भाइ हामीले खाएको होइन अरे बुझ न तेले आफै खाएको हो के भाइ के भएको त भाइ ओइ सम्झान हौ यार हामीले होइन हौ यार भन्न त्यसलाई यार यार त्यसलाई यार तेरो साथीलाई खुवाएको होइन हामी होइन बुझिस् त्यसलाई यार त्यसले कन्टिन्यू त के हेर त भन्छ अहिले के गरेको थियो नचला नचला এই এন্ট্রি করে নিয়েছি তো অনেক ভালো জায়গা আছে गाइस इधर फायरिंग चल रहा है गाइस मुझे सूखना पड़ेगा गाइस इधर কি করবো গাইস এখান থেকে পালাতে হবে গাইস আমি তো লুকিয়ে গেছি গাইস এই দেখো দেখেছো निर्णयको साथ दिन्छु हेर भाइ গাইস এই ফায়ারিং হচ্ছে দেখে নাও ফায়ারিং হচ্ছে দেখে নাও দেখেছো গাইস কিছু বলবে না গাইস এই দেখো পুরো একদম ফায়ারিং হচ্ছে এখানে এই তিনজন ইয়ে হয়ে গেছে গাইস ঠিক আছে তাহলে তোমরা কিছু বলো গাইস আমাকে লেগে গেছে গাইস 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 ধরো গাইস 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 ओइ यसलाई थानामा हाल्नु ओइ उठ हजुर सर हजुर होइन सर हाम्रोमा इन्फर्मेसन छ त हजुर ए हुन्छ सर हुन्छ सुन पङ्कज र आदर्शलाई मारेकोमा तर सरकारले एक मौका दिँदैछ जबसम्म यो केस क्लोज हुँदैन त्यति बेलासम्म त यहाँ देख्नु हुँदैन गइसकेपछि कल पनि गर्दिनँ के हुन्छ हामी नबोल्नु छुट्टी त्यो आँखाले सधैँ मलाई नै खोल्नु चाहन्छु
फुलहरू मनपर्छ तिमीलाई? अरू के मनपर्छ तिमीलाई? छ्या म मन पर्दैन हल्का हल्का होइन पुरै ज्यादै हेर आज राधा आएको छ भनिदिए भाइ किनकि स्कुल टाइमदेखि मन पराएको तैँले कलेज पनि सकिसक्यो र पनि भन्नु सकेको छैन आज चाहिँ 8 गरेर भनिदिए भाइ आज पनि भन्नु सक्नु भने खोइ भन्दा म तँलाई है म ए अनिकेत के हो टोपी लगाएर आउनु जरुरी थियो भन्नु सकिनु सक्दैन किन के टमाटर कम चोर जाँदा थियो के राख्नु पर्यो राधा खै बोल्नै त मन गर्दैन फुटेज खान्छ खै के चाहिँ भन्नु खै बोल्नै त मन गर्दैन यहाँ अन्त राधा कहाँ छ तिमी चाहिँ अहिले म यता दार्जिलिङमै छु त ए तिमी म पनि यता दार्जिलिङमै राधा तिमी अहिले कहाँ काम गर्दैछौ म त्यहाँ अहिले रिच क्याफे काम गर्दैछु अच्छा त्यो यल्लो बक्सको अगाडि अन्त म पनि त्यहीँ अगाडिपट्टि नै त्यो म मेडलिन दुबई गर्छु अन्तखेरि स्कुल सकेको पनि हामीले 4 वर्ष भइसकेको छ है ए आज मलाई यहाँ रोहनले बोलाएको थियो कि मैले सोचेँ कि राधा 4 वर्ष लाग्यो मलाई यो कुरा सोच्नुमा जीवनमा रुचि चाहिँदो रहेछ मैले भन्नु चाहेको चाहिँ जहाँ सुरत छ त्यहाँ पनि आवश्यकता पर्छ हेर राधा मलाई तिम्रो माया चाहियो म तिमीलाई हेर स्कुल बेलादेखि मन हो तिम्रो अरू पनि बोयफ्रेन्ड थियो मलाई चाहिँ थाहा छैन हामी रिलेसनसिपमा बोल्नु मलाई त पत्ता पर्छ राधा प्लिज डेटमा जाउँ न हौ हुँदैन प्लिज जाउँ न हुँदैन प्लिज हुँदैन प्लिज हुँदैन भनेको मोमो किनिदिन्छु नि
ल 2 प्लेट खान्छु म